1 इन्चले बाचे मेरो क्यामेरा कसो यो चाहिँ छोडेर हैन चाहिँ हाम्रो फुपू पर्ने चाहिँ यहाँनिर झुन्डेर मर्नु भएको थियो के त्यहाँ सामान साथीहरु फाइनली रुममा चाहियो है के हो तिम्रो नाम भन त Namaste everyone, welcome back to the new video. I hope सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु. So it's me Moin Phun. फेरि पनि न्यू डे न्यू ब्लग का साथ उपस्थित भइसकेको छु साथीहरु. अनि भिडियो चाहिँ लास्टसम्म हेरेर के कस्तो हुन्छ प्रतिक्रिया जनाइदिनु होला. अनि आज चाहिँ म पोखरादेखि म्यागडी जाँदैछु साथीहरु. अनि सो तपाईहरुले किन भन्ने कुरा पनि थाहा पाइसक्नु भयो हैन. अस्ति मम्मीलाई किनेको फोन अनि त्यो पनि लैजान जानुपर्ने छ प्लस त्यहाँ काम पनि छ है. सो त्यही भएर साथीहरु के कस्तो हुन्छ बीचमा तपाईहरुलाई म देखाउने नै छु. ओके सबै रेडी भइसक्यो है. अनि आज चाहिँ टक्क नयाँ फुटेज पनि हेर्न सक्नुहुन्छ है. अनि त्यही हो साथीहरु. सो म एक्लै जाँदैछु है. सो भिडियो लास्टसम्म हेर्नुहोला साथीहरु. एकदम रमाइलो हुनेवाला छ है. बाटो के कस्तो छ तपाईहरुलाई देखाउने नै छु भन्दै अब भने लागौँ त साथीहरु. सो लेट्स गो. ल साथीहरु म चाहिँ अहिले हरिचोक आइसके है. अनि टक्क पेट्रोलहरु हालेर जाम भनेर पानी नि खाएको छैन बिहानदेखि के गर्दा सारी 6 बजे उठेर नि खै के गर्दा भ्याइदै भएन. यत्रो टाइम लाग्यो 9 बजे हिँड्यो. अब हेरौँ कति बजे पुगिन्छ हैन. साथीहरु म चाहिँ कुस्न आइसक्यो है. अनि टायर बदमास गरेँ चेक लाग्यो है. बाक्लुङ आइसक्नु लाग्यो. यसलाई चाहिँ टक्क हालेर जानुपर्ने हुन्छ. यो खोल्नुपर्छ स्कुटर भएन अझै. फ्यामिलीहरु अहिले चाहिँ बाक्लुङ कालिका मन्दिरमा आइसकेको छु म चाहिँ है. ए चैते दसैँ लाग्यो चाहिँ के हो चैते दसैँको मेला जस्तो हो त यहाँ त के को पूजा हो यहाँ चाहिँ. त्यो साथीहरु त्यहाँ बाग्लुङ कालिका टेम्पलमा चाहिँ चैते दसैँ मेला लागेको रहेछ है. एकदम रमाइलो हुँदैथ्यो. सो अब चैते दसैँ पनि आउनु लाग्यो त भोलि कि पर्सि छ होला है. त्यही भएर अनि त्यही त चैते दसैँ कुखुरा ल्याउनु पर्ने थियो भाले ल्याउनु पर्ने थियो. म त लिएन फेरि. चैते दसैँमा काट्छ नि त साँच्चै मलाई बिर्सेको यो चाहिँ किन्नु पर्यो नि. त्यही हो साथीहरु. अब डाइरेक्ट बेनी गएर भेटौँला है. मलाई पनि लाएर सो बेनीले खानु पर्ला खाना चाहिँ 12 बजिसक्यो है त. ल साथीहरु बल्ल बल्ल बेनी आइयो है. देख्न सक्नुहुन्छ पहाडीको चाहिँ बेनी बजार हो. पानी पनि खाएको छैन यार. पानी किन्छु भनेको कतै देखेन पसलहरु. बेनी बजार यो पुल त डेन्जर पुरानो भयो. यहाँबाट बस लाग्छ क्या हाम्रो गाउँ जानु पनि. मम्मीको त्यो फोनको फेरि मैले स्क्रिनहरु हाल्दिनँ कि बाहिर हालिदिनु पर्ने छ. अस्ति भाइ र म आउँदाखेरि यतै खाएको थियो. ल साथीहरु म चाहिँ बेनी आइसकेको छु. अनि लामा रेस्टुरेन्टमा खाना खान लागेको. खाना जस्तो छ है. खाना चाहिँ डरै खाइ जस्तो छ है. मेरो पछाडि त कुमारीको फोटो रहेछ नि. कुमारी भगवानको खाना चाहिँ यस्तो छ. यो त भेज खाना हो साथीहरु. भेज खाना खाइला साथीहरु म चाहिँ खानासाना खाएर अनि चक्लेट लिन आएको चक्लेटहरु स्कुलबाट बजे उनीहरूलाई भाइदिन बनाएर अहिले सबै सकिएको हुन्छ. ल दिदी है
लाओस् हुन्छ मैले चाहिँ लिइसकेँ साथीहरू घरको लागि है अनि टक्क यत्रो ल्याइदिएको त्यहाँ बाबालाई चाहिने सामान छैन चटनी हेर्नु हो अब चाहिँ जानुपर्ने हुन्छ है र प्लस साथीहरू म चाहिँ सामानहरू किनेँ त्यहाँ छ है अनि अब चाहिँ मम्मीको बाहिर त्यो सिसा हालेको थिएन सिसा हालेर अनि लाग्नुपर्ने हुन्छ कतिखेर पुग्ने थाहै छैन है राइट साथीहरू म चाहिँ टक्क बेनीमालको अलिअलि सामानहरू किनेँ अनि अहिले चाहिँ तातो पानी आइसकेको छु है देख्न सक्नुहुन्छ साथीहरू बाटो चाहिँ एकदमै राम्रो एकदमै बेस्ट बनाएको छ है बाबेचरसम्म चाहिँ एकदमै राम्रो थियो अस्ति नै पनि त्यहाँदेखि उता चाहिँ थाहा छैन है कस्तो छ ल साथीहरू यो चाहिँ एकदमै डेन्जर बाटो है सो यस्तो छ यहाँ हो क्या डेन्जर डर लाउने मलाई चाहिँ यस्तो ढुङ्गावाला आउँछ कि के आउँछ भन्ने त्यस्तो टाइप हुन्छ कि बच्चामा एकदम मम्मीले बोकेर यस्तो भगाउनुहुन्थ्यो त्यहाँ गलेश्वरमा पूजा हुन्थ्यो सोमबार शिव भगवानको अनि हामी कहिले छुँदा जान्थ्यो कि सो यो बाटो चाहिँ अझै बनेको छैन साथीहरू है म जहिले आउँछु तपाईँहरूलाई देखाउँछु खै कहिले बनेको देख्दैन बिस्तारै बन्छ होला नि होइन ल साथीहरू म चाहिँ अहिले बाबेश्वरमा आएको छु है अनि पहिला पढेको ठाउँ चाहिँ यही नै हो है जहिले पनि भनिरहेको हुन्छ अनि यो शान्ति चोक भन्थ्यो यसलाई चाहिँ अहिले त हाम्रो बाटो यस्तो बब्बाल बनिरहेछ है अनि मैले पढेको स्कुल सुरुमा यहाँ यो टर्निङ स्कुल हो यहाँ पढेँ मैले चाहिँ है अहिले त बन्द पनि छ कि क्या हो योभन्दा तल मङ्गला छ अनि भिरकुटी छ है तिनवटा स्कुल नै भ्याइसक्यो हो क्या हामीले चाहिँ पढेर बच्चामै नै अनि जस यहाँदेखि पर फेरि तपाईँको ठुलो पहिरो थियो होइन अहिले चाहिँ कस्तो छ है अहिले पनि पहिरो त पहिरो नै छ तर बाटो चाहिँ यस्तो बब्बाल बनाएको रहेछ है सो देख्न सक्नुहुन्छ साथीहरू अनि अरू त के भन्नु होइन त्यही नै हो जस धेरै मेमोरिज छ यहाँको चाहिँ है ओ सट कस्तो धुला है धेरै मेमोरी नै छ होइन जस बाबेश्वरमा चाहिँ अनि आवाज आएको कि आएन साथीहरू है सो त्यही नै हो यहाँ साथीहरूलाई पनि भेट्नु थियो तर हतारसम्म गइहालेँ होइन सो भेटेन पनि ल अब चाहिँ लाग्यो अनि साथीहरू यहीँ मुनि हो होइन हाम्रो फुपू पढ्ने चाहिँ यहाँनिर झुन्डेर मर्नु भएको थियो कि जस हामी बच्चा हुने बेला अनि मलाई चाहिँ यहाँबाट चाहिँ त्यो डर लाग्छ क्या एकदमै डर लाग्छ है अनि यहाँ फेरि एकदम ठुलो त्यो त्यति बेला त हामी यहाँ आएको थिएनौँ होइन ठुलो गाडी पल्टेर यहाँ धेरै स्टुडेन्टहरू पिटेको थियो अरे त्यतिखेर होइन यहाँबाट चाहिँ मलाई कस्तो झल्का आउँछ कि होइन अनि पछि चाहिँ फुपूको भाइ फेरि अङ्कल एक्सिडेन्ट भएर बित्नु भयो जस यो ठाउँमा आउँदा चाहिँ सबै कुराहरू याद आइरहेको हुन्छ कि मलाई चाहिँ होइन कस्तो झलझल के अनि हामी यता कति हिँड्थ्यो क्या त्यतिखेर भा एकदमै मेमोरी छ यार कसम साथी हो यार त्यतिखेरको साथीहरू कहाँ कहाँ गयो होला है सम्झिँदा त्यो जङ्गल भाले जङ्गल के भन्ने हो समथिङ त्यो ठाउँको नाम चाहिँ होइन अनि एकदम त्यो हुन्छ नि मेला हेर्न गयो अनि त्यहाँ हामी जान्थ्यौँ के राति आएर त्यतातिर जान्थ्यौँ के धेरै छ साथीहरू यार त्यस्तो समय थियो ससधारा भन्छ यसलाई चाहिँ साथीहरू है माघमा चाहिँ यहाँ तल एकदमै ठुलो मेला लाग्छ ल साथीहरू यता त बिजै छैन अब रातढुङ्गासम्म मात्रै रहेछ है त्यहाँदेखि यता चाहिँ यस्तै रहेछ फेरि दरबाङ यतातिरको सबसे खतरनाक बाटो भनेको यो हो साथीहरू यत्रो छ बाटो है राम्रो तल सकेन त
बाटो बनाउँदै रहेछ यता चाहिँ। मासु सासु पनि किन्ने है। अनि अब चाहिँ यसलाई खुवाउनु पर्यो। मैले बोतलै भेटेँ नि दोकानदेखि लाग्यो अब गाउँको बल्ल राइड सुरु हुन्छ त्यहाँदेखि है। यस्तो छ बाटो चाहिँ यही हो। यो चाहिँ साथीहरू फुलबारीको बजार है। बजार हिँड्दैन हाम्रो गाउँको बाटो हो। कति पुरानो यो पुल त यस्तो गर्छ। कस्तो हुन्छ हेर्दाखेरि स्थिति गम्भीर होला जस्तो छ। ए अहिले त बाटो पुरै बिग्रेर रहेछ नि त यार। रुममा जान्छ भाइ बाटो यस्तै हो बाटो। हो यस्तो रहेछ। बाटो त यस्तो छ त। उठाबाट पनि जान्थ्यो होला है। उठाबाट पनि जान्थ्यो बाटो छ। यस्तो छ त बाटो त। माथिसम्म यस्तै हो। माथि एकछिन जाममा फसिन्छ हो। त्यताबाट जानु पर्ने रहेछ बिलबारी जानु त है। कस्तो झ्याउ अट्के कि हो। बाटो यस्तो रहेछ खतरा। यो कुरो रहेछ। ये बाटो भरि पुग्दैन। साथीहरु फाइनल्ली यहाँ चाहिँ आइयो है। त्यहाँ छ नम्बर यस्तो खतरा जुम हान्छ। यहाँ छ क्या पुरानो घर भयो यतातिरको। यो चाहिँ पुरानो
ल साथीहरू अब चाहिँ फ्रन्ट क्यामेराबाट हेर्नु पऱ्यो अगाडि मात्रै हेर्नु यस्तो छ पछाडिको चाहिँ हेर्नु लाग्छ हो साथीहरू टाइम त बाटो बनाउँदै रहेछ ल साथीहरू कसो मेरो 1 लाख धन्दै चुना पर्यो हेरौँ त यहाँ गोप्रो यहाँ राखेको छ नि त मैले ठ्याक्क खस्यो अनि फेरि एकदम स्पिडमा फेरि गाडी आएको थियो कि बलेर आएको थियो होइन यतिकन यहाँबाट त्यो टायर यहीँ छ कि यहीँ ल्याइदिएको कि त्यो दाइले तर मैले रोको भन्नु पनि सकेन केही गर्न सकेन कि हरेन हाने थियो ट्याक गर्दै होला त्यही खज्यो यहाँदेखि कस्तो केही नि भएन ती एक इन्चले बाँच्यो मेरो क्यामेरा चाहिँ साथीहरू हेरौँ त पट्टै खस्यो नि यार नहाल्नु पर्ने चाहिँ फेरि तिमीबाट हालेको कि मैले धेरै टाढोबाट पनि हालेँ होइन क्याराबारीहरू पनि कति धेरै छ यार खै यतातिर हो अरे कता हाम्रो मामाले बिहा गर्नुभयो अरे भन्ने सुनेको थिएँ मैले कहाँ हो थाहा छैन मलाई त है यस्तो झ्याउ भयो साथीहरू धन्नै मेरो 1 लाख चुना यस्तो सेभ भयो यार थ्याङ्क्स भगवान् यार त्यतिले हो कि यस्तो म कहाँमा त अनि बिचरा म नि हालिहालेँ बल्ल बल्ल लिएर गयो ड्राइभर दाइले सो अब त्यो यहाँ सेट गर्छु यार झ्याउ भयो खस्यो यार झन् फ्रन्ट क्यामेराको पनि यसो हेरौँ भनेको ल साथीहरू अब हल्का बाटोतिर भेटौँला है त त्यहाँ भइहाल्यो माछा मारिरहेको छ दुईवटा माछा मारिरहेको छ यस्तै मारिरहेको माछा बजारतिर चाहिँ अलिक डिफ्रेन्ट हुन्छ मार्नु पर्यो कि गाउँतिर चाहिँ भाइहरूले मारेको माछा देखाइदिन्छ है खै त्यति एउटा हो ल धेरै मार ल साथीहरू भाइहरूले माछा मारेको हुन्छ अलिक धेरै मारेको भए किन लगाइदिनु हुन्थ्यो भोक लाग्यो भोक चाउचाउ खाने हो चाउचाउ खाने हो आऊ बिचराहरूलाई भोक लाग्यो चाउचाउ दिनु पर्यो के हो तिम्रो नाम भन त मेरो नाम जीवन हो यसको विरास विरास भोक लाग्यो कि लागेन लाह ए कन्ता खाऊ है चाउचाउ ल अलिक धेरै मार माछा अलिक धेरै मारेको भए म किनेर लगाइदिन्थेँ गरे कति कसमा पढ्छौ नि भाइ पाँचमा कुनै रुममै हो ए रुम स्कुलमा पढ्ने ए ल म नि रुममा जानु लाग्यो हो क्या ल भाइहरूमा धेरै मार है माछा ल भाइ ल प्रायः जस्तो कोडिङ हालेको रहेछ जस्तै हुन्छ जस्तो लाग्छ साथीहरू अहिले चाहिँ जेम र रुमको बिचमा आइसकेको छु है अनि स्कुटीको हालत चाहिँ एकदमै खराब छ साथीहरू है अनि त्यो भएको कारणले अब चाहिँ यसलाई धोइधाइ गर्नुपर्ने हुन्छ अनि यहाँबाट लाग्नुपर्ने हुन्छ साथीहरू है अब चाहिँ खासै धुलोहरू पनि छैन होला अनि रुमो फेस्टिभल पनि लगाइरह जस्तो लागिरह मलाई चाहिँ है आवाज आइरह
हाम्रो सिङ्गरहरू बल्ल जाँदै हुनुहुन्छ है त्यो फेस्टिभलको लागि साथीहरू। अनि म चाहिँ हल्का हल्का धोएँ है यसलाई चाहिँ त्यति साह्रो चाहिँ भएन ठिकै गरिदिरह। अनि कपडाको हालत पनि एकदम बिजोक भएको छ साथीहरू। झोलाको त भन्नै पर्दैन है हल्का त्यसलाई अब साफसुफ गरेर अनि राख्नुपर्ने हुन्छ। सो अब चाहिँ रुमको गाउँ हेर्ने त साथीहरू है त साथीहरू। ल फाइनल्ली म चाहिँ रुम गाउँमा आइसकेको छु है। अब यहाँदेखि देख्नुहुन्छ तपाईँहरूले भ्यू चाहिँ यहाँबाट चाहिँ देख्नुहुन्छ। सो यो चाहिँ रुम गाउँ हो। अनि यहाँदेखि उता चाहिँ त्यो दारा काटेपछि बल्ल हाम्रो घर जानुपर्ने हुन्छ। अनि यो साथीहरू है यहाँ चाहिँ टक्क बसहरू आइसकिरहेको छ। अब तल झरिदिन्छु म चाहिँ है। सो भोलि पर्सितिर फेरि भयो भने यता माथिबाट टक्क देखाइदिन्छु म चाहिँ। आज अलि ठक्कै लागेको अवस्था है त साथीहरू। ल फाइनली रुम गाउँमा चाहिँ आइयो है। अनि बिलबाङ घोक्सारे भन्ने म साथीहरू है त। यस्तो छ यहाँ चाहिँ बाटो। यही हो साथीहरू रुम गाउँ चाहिँ देख्न सक्नुहुन्छ टक्क है। यता दसैँ मेला लाग्यो यस्तो छ यता बाहिरमा। हामी सानोमा हुँदाखेरि यहाँ लाग्थ्यो मेला खत्रै। मैले बच्चाको टाइममा यहाँनिर चाहिँ यति दौलतको यति हुन्छ नि पेटमा 10-10को भेडा थियो कि पैसा। एकदमै ठुलो मेला लाग्छ। सो यही नै हो साथीहरू है। कन्सर्ट हुने चाहिँ त्यहाँ हो। अब आज म त भनेको थियो आज त हुँदैन त्यस्तै हो। अब भोलिदेखि चाहिँ हुन्छ होला। सबैजना आउनु पऱ्यो नि त होइन साथीहरू। फाइनली रुममा चाहिँ आइयो है। अनि कन्सर्ट हुने चाहिँ हो त्यहाँ देख्न सक्नुहुन्छ है। उडिरहेछ आज बाटो भनेको। अब आज त त्यस्तो भयो भोलिदेखि होला नि त होइन। यही नै हो रुम गाउँ चाहिँ। यहाँबाट भन्दा पनि पारिबाट म तपाईँहरूलाई देखाइदिन्छु होइन। ल साथीहरू तपाईँहरूले मेरो पछाडि देख्नुभयो होला है। बोलरमा आएको छ होला यस्तो राम्रोसँग देखेको छैन। ए टेन्सन भयो बल्ल म माइक चेक गर्छु भनेको होइन। अनि माइक झिक्छु भनेको त मैले त गोब्रोको सर्ट बक्स नै भित्र हालेको थिएँ उहीँ छोडेको छु यार। टेन्सन भयो साथीहरू। दिमाग खराब भयो भने छ के सोचे थिए जिन्दगीमा के भइदियो। सब सामान हालेर रेडी बनाएको कि मैले होइन। लास्टमा त मम्मीको चार्जर नि त्यहीँ थियो। ल साथीहरू भाउजूको घर आएँ है। यहाँदेखि तल हो हाम्रो घर चाहिँ। म साधन यहीँ राख्छु जहिले नि। टेन्सन भयो मेरो सबै सामान है छोडियो गोब्रोको। नमस्ते के गरिछौ? बसी छौ? खाजा खायौ? खायौ कि खाइन खाजा? ल साथीहरू हाम्रो मम्मीलाई गफ लगाइदिएको छापाको सबै ल के छ हजुर के छ? के हो पारा खै त अङ्कल आन्टी खै त अङ्कल अङ्कल उहाँ तल भइसक्यो नि घाँसन। तल भएर यतै भाउजूले यतै जानुभयो क्या भन्दैन म उताबाट आएको थिएँ नि त दाँतै छैन दाजुको दाँतै छैन। साथीहरू मम्मी र म चाहिँ घर जाँदैछौँ। छामाकोमा खाजासाजा खाइयो। मम्मी चाहिँ यो बाटोहरू जाने ल फ्यामिलीहरू अब चाहिँ घर जाँदैछौँ। माइक साइक सब उहीँ छोडेछ। रुनु न हाँस्नु भइन्छ यार। अरू भन्दा पनि चार्जर नि उहीँ छोड्यो।
भिडियो बनाउने भनेको भिडियो बनाउनु पाइएन घरतर्फ ढक्क जाँदैछौँ ए ल ल ल ल ल म मिठो लोड्नु भयो साधन चाहिँ माथि राखेँ मैले त्यही हो राख्ने बाबुजुकोमा ए यहाँ आउँथ्यो होइन मम्मी हाम्रो पानी यहाँ आउँथ्यो साथीहरू यहाँको पानी सब त्यो गरिसक्यो अब घरमा आफ्नो धारो ए त्यस्तो रहेछ त्यस्तो बनाउँदै रहेछ नि अनि पानी खाने पानी चाहिँ कहाँबाट ल्याउनु लस्स थियो हाम्रो घर आयो अघि मैले तपाईँहरू उहाँबाट जुम गरेर देखाएको थिएँ नि घर चाहिँ यही हो ठुलो रहेछ त धारो त ए साथीहरू नि त नुहाउने मजाले कहिले हो फेरि खै त म धानु ए धानु आइज के गर्नु लाग्छस् र मकै खन्दैछस् हो दर्शन हजुर दर्शन के बनाएको यो ओहो मासु काट्ने अचानक 500 अरे महँगो पर्ला नि 500 भन्नु त क्या ल साथीहरू अचानक पनि बाबाले बनाएको है ल हाम्रो ए म भन्दा नि कालो हुनुभएछ त तपाईँ भिजोक हुनुभएछ बाबा त चब्रकै सुक्यो नि त बुढो त धुलो धुवा गाउँ आएर खान थालेपछि त्यस्तै हो लोकल कुखुरा ल साथीहरू लोकल कुखुरा यसले हो अन्डा दिन्छ भन्ने होइन र यो ओहो बत्ती पनि छ आज त ओहो ल साथीहरू लाइन पनि जोड्नु भएछ है रहेछ झिलिली मिली छ त यहाँ तपाईँ ग्यास राख्नु भएछ है यत्तिकै छ यहाँ माथि तामा हो ल साथीहरू घर चाहिँ आइयो है तर के गर्नु क्यामेराको सबै सामानहरू पनि छोड्यो दिमाग खराब भयो कस्तो छ बाबा गाउँको बसाइ ल यहाँ भनिदिनुहोस् कस्तो छ गाउँको बसाइ ठिक छ जाडो छ कि छैन शिखर ठिक्क छ आजभोलि त हो कहिले पनि माया लाग्ने भएको हात म कालो निटबाट झन् कालो भइन्छ त गाउँमा बस्ने भने त यस्तै हो क्या भइन्छ ल साथीहरू फाइनल्ली घर चाहिँ आइयो है अनि यहाँ झोलाभित्र चाहिँ केही नै छैन मलाई खानेकुरा ल्याइदिनुहोस् तपाईँलाई मासु ल्याइदिउँ मासु कलेजी ल्याइदिउँ म बेसी मलाई बाबु मासु ल्याउनुहोस् भन्दै मात्रको साइड उसको कसो यो चाहिँ छोडेर होइन चाहिँ मोबाइल के मोबाइलको चार्जर चाहिँ उयो छोडेछ यो मोबाइल यही दिन आएको यही कस्तो उयो छोडेछ साथीहरू चार्जरहरू चाहिँ सबै उयो छोडेछ यो फोन लाउनु
हस्तान्तरण गरिदिन्छु हामी त हेरेको हेरे बाबा चाहिँ कहिले म त हेरे ल म मिलाइदिन्छु म यो फोन अब आउनुहोस् तपाईँको टिकटक भाइरल अहिलेसम्म बाबाको मोबाइल चलाइराख्नु भएको थियो अनि कि त धन्यवाद थियो थ्याङ्क यू तपाईँलाई धेरै धेरै दिएको भए ल साथीहरू घर नि आइयो है मोबाइल दिए फाइनल्ली मम्मीलाई अनि त यो चार्जरहरू चाहिँ सबै हुँ छोड्यो दिमाग खराब भयो अहिलेसम्म तपाईँले चलाउने बाबाको अब त दिने नि चलाउनु हजुरलाई नि दिन्छु म ब्रस त्यो खिच्नु ल ब्रस खतरा हो नि फेरि मोबाइल त फेरि मोबाइल त्यस्तो दिएछ दामीवाला छ कतिको भन्न थाल्यो जति भने दिने भयो पैसा ल है ल मिलिजुली हेर्नु होला म त जतन गर्छु जतन गर्छु एक वर्ष त्यो पहिला लेख्दै एक वर्ष नहुँदै बिग्रामी भन्नु भयो सपनामा म यो पानी तालमा खेल्ने गर्थेँ अन्त के छ भने भनेको त यस्तो बानो लागि त्यस्तो बानोलाई हो क्या ह्याबिट रहेछ नि ह्याबिट लोगो यस्तै हो के एचबिडी नोकियाको कम्पनीको हो के त्यसले खोलेको खुसी गाउँतिर नआएको भए यही मोबाइल पाउने गाह्रै छ होला गाउँमा आएर पाउनु भयो आँखै फुटेस त भयो अरे कहिले अघि पैसा भए पो मोबाइल खेलाउँछु भन्दा काम थाल्यो ल साथीहरू फाइनली मम्मीलाई मोबाइल पनि दिइसक्यो है अनि त्यही हो अब यहाँ चाहिँ म त त्यस्तो डेन्जर गर्मी होला भनेको त जाडो होला भनेको त ठिकै रहेछ त्यस्तो साह्रो थिएन अनि त बाटोमा त गर्मी थियो ख्यार गर्ने भइसक्यो ल साथीहरू सो आजको ब्लग चाहिँ यहीँसम्म थियो फ्यामिली है एन्ड बोजूहरूलाई भेट्न गएको छैन भरेतिर जानुपर्छ है सो थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान भन्दै आजको ब्लग चाहिँ यहीँसम्म सो सी यू नेक्स्ट ब्लग सो भोलिको मर्निङ त्यहाँ हिमालहरू हेरेको तपाईँहरूलाई सबै ब्लग देखाउने नै छु भन्दै अहिलेलाई भनेको छु त मैले पोखरादेखि म्याग्डी रुमसम्म राम्रो तरिकाले आएँ भन्दै अहिलेलाई भनेको छु त बाई बाई लभ यु अल त बाई बाई हामी त्यस्तो गाउँमा छौँ नयाँ मोबाइल पाएकोमा खुसी छु ल फ्यामिलीहरू बाई बाई त टक्क भोलि चाहिँ यहाँदेखि तपाईँहरूलाई यस्तो भ्यू देखाउँछु म खतरा खतरा होइन भन्दै अहिलेलाई भनेको छु त बाई बाई